यो चाहिँ हामीले 11 गतेदेखि गर्ने भनिएको परीक्षा यही वैशाखको 21 गतेदेखि सञ्चालन गर्ने गरी हामीले चाहिँ एउटा गर्ने के अरे निर्णय भएको छ र यो विषयमा नेपाल सरकारसँग समन्वय हामीले गर्यौं। नमस्ते साथीहरू, आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। फाइनली हाम्रो क्लास 12 को एनएमई बोर्डको इक्जाम शिफ्ट भइ नै हाल्यो, इक्जाम सरि नै हाल्यो। अब कहिले हुन्छ त त्यो हजुरहरूले सूचना मार्फत थाहा भइ नै हाल्छ। अब यो इक्जाम चाहिँ 21 गतेको लागि शिफ्ट गरिएको छ, जुन 11 गते वैशाखमा स्टार्ट हुन्थ्यो त्यो चाहिँ अब हाम्रो वैशाख 2082 साल वैशाख 21 गतेबाट स्टार्ट हुन्छ। यो कुरा चाहिँ म त्यसै भनिरहेको छैन, त्यसको प्रुफ पनि छ है। यो भिडियो अन्त्यसम्म हेर्नु अनि चाहिँ ढुक्क भइहाल्नु कि इक्जाम 21 गतेबाट नै हुन्छ भनेर। यो भिडियोमा म हजुरहरूलाई 3 वटा प्रुफ प्रदान गर्नेछु जसले हजुरलाई ढुक्क बनाइदिन्छ कि इक्जाम चाहिँ 21 गतेबाट नै हुन्छ भनेर। एउटा प्रुफ चाहिँ यो हेरौँ, यो भिडियो क्लिप जुनमा चाहिँ माननीय अध्यक्षज्यू हुनुहुन्छ, उहाँले चाहिँ भन्नुभएको कुराहरू सुन्नु होला। उहाँ चाहिँ एनएमई बोर्डको माननीय अध्यक्षज्यू हुनुहुन्छ, सुन्नु ल। अध्यक्षज्यू, कान्तिपुर समाचारमा स्वागत छ। तपाईहरूले छिट्टै कक्षा 12 को परीक्षा सार्ने जसरी तयारी भएको छ, यसमा सूचना जारी गर्ने भन्नुभएको थियो, के छ? हजुर धन्यवाद। हामी एकछिनपछि यस सन्दर्भमा सूचना तयार गर्दैछौँ र हामीले जारी गर्छौँ। र हजुरले जुन किसिमको कुरा यो परीक्षा सर्ने कुरा गर्नुभयो, कक्षा 12 को जुन 2082 वैशाख 11 गते बिहान 8 बजेदेखि गर्ने भनिएको जुन परीक्षा छ, त्यो परीक्षा हामीले प्राविधिक कारणले विशेष गरी यो तयारी अहिले चाहिँ जुन हिसाबले विद्यार्थीहरूको अनुरोध, अभिभावकहरू र त्यसपछि शिक्षकहरू र अन्य जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा व्यवस्थापन समितिहरू र अन्य सम्पूर्ण सरकारवालाहरूको चाहना बमोजिम पनि यो परीक्षालाई टेक्निकल्ली यसको प्राविधिक हिसाबले अहिले जुन विगत के अरे बाहिर जुन किसिमको समस्या देखिएको छ, त्यो समस्या समेतलाई चाहिँ हामीले हेरेर केही समय हामीले सार्ने कुराहरू चाहिँ निर्णय गरेका छौँ। हजुर, प्रधानमन्त्रीज्यूसँग के कुरा भयो? जसरी तपाईहरूले प्रधानमन्त्रीसँग भेटेपछि यो सहमति जुट्यो, के कुरा भयो? होइन, यस्तो छ, अब हामीले चाहिँ पटक पटक पनि राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षालाई विद्यार्थीहरूको जुन किसिमको कक्षा 12 को परीक्षा भनेको अत्यन्तै सेन्सिटिभ परीक्षा हो र यो सेन्सिटिभ परीक्षाले विशेष गरी यिनीहरूको रिजल्ट चाहिँ पछि यो एउटा युनिभर्सिटीमा जाने र त्यसपछि चाहिँ अन्तर्राष्ट्रिय रूपमा छात्रवृत्तिमा पनि जानुपर्ने र समयमै यो गर्नुपर्ने भएको कारणले पनि हामीले चाहिँ टेक्निकल्ली जुन हिसाबले पर्सि नै गर्न सक्ने किसिमको कुराहरू कतिपय सन्दर्भमा शिक्षकहरूको जुन किसिमको एउटा नेपाल सरकारसँग चाहिँ आफ्नो शिक्षक महासङ्घले जुन किसिमको चाहिँ एउटा माग राखिरहेको छ र त्यो हिसाबले नेपाल सरकार र शिक्षकहरूको बीचको चाहिँ विगतमा जुन संवाद भइरहेकै थियो र त्यो सन्दर्भमा पनि अहिलेसम्म जुन हिसाबले हिजोसम्म पनि हामीले त्यो लाइनमा अगाडि बढ्छ भन्ने लाइनमा सबैलाई अनुरोध गरेका पनि थियौँ र शिक्षक महासङ्घलाई, अरू शिक्षकहरूलाई, जिल्लामा चाहिँ जुन केन्द्राध्यक्षज्यूहरूलाई पनि हामीले अनुरोध गरेकै थियौँ र त्यो अनुरोधमा कतिपय सन्दर्भमा कतिपय विद्यार्थीहरू बीचमा चाहिँ जुन किसिमको यो परीक्षा केन्द्रमा चाहिँ कतिपय विद्यार्थीहरू जान नसकेको र कतिपय सन्दर्भहरूमा चाहिँ शिक्षकहरूको चाहिँ विद्यालयहरूमा चाहिँ अनुपस्थिति रहेको, यी धेरै कारणले हामीले चाहिँ टेक्निकल्ली कतिपय विषयहरूलाई प्राविधिक हिसाबबाट व्यवस्थापन गर्नुपर्ने परिस्थिति भएको हुनाले परीक्षा केन्द्रहरूको पनि व्यवस्थापन गर्नुपर्ने परिस्थिति भएको कारणले पनि यो चाहिँ हामीले 11 गतेदेखि गर्ने भनिएको परीक्षा यही वैशाखको 21 गतेदेखि सञ्चालन गर्ने गरी हामीले चाहिँ एउटा गर्ने के अरे निर्णय भएको छ र यो विषयमा नेपाल सरकारसँग समन्वय हामीले गर्यौँ र स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूसँग उपप्रधान
के अरे माननीय प्रधानमन्त्रीज्यू र सँग चाहिँ हामी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष उपाध्यक्ष समेत हामी बसेर यो हिसाबबाट चाहिँ अगाडि सार्ने लाइनमा कुराकानी भएको, त्यस हिसाबले हामीले बोर्डबाट चाहिँ यसरी चाहिँ हामीले जुन किसिमको डिसिजन गरेका छौँ र यो सबैलाई विशेष गरी यसको कारणबाट जुन परीक्षा चाहिँ केही दिन हामीले जुन सरेको छ यसको कारणबाट आदरणीय चाहिँ विशेष गरी विद्यार्थी भयो। हजुरहरूले यति सुन्दा भइहाल्यो। पुरै हेर्दाखेरि त्यो युट्युबमा गएर हेर्नु होला है, भिडियो छ। यति सुन्दा हेर्दा त हजुरहरूलाई ढुक्क भइहाल्नु भएको होला होइन। तर पनि म एउटा अझ प्रुफ दिन्छु है। त्यो प्रुफ के हो भन्दाखेरि मैले चाहिँ एनइबी बोर्डको राष्ट्रिय परीक्षा बोर्डको चाहिँ सूचना अधिकारीज्यूलाई कल गरेरै सोधेको थियो। त्यो कल रेकर्डको अडियो सुन्नु है ल। नमस्ते सर। नमस्ते सर, हामीहरूको एक्जाम चाहिँ साँच्चीकै 21 गतेबाट हुन्छ? हजुर, 21 वैशाख 21 गते सरेको छ। रुटिन आउँछ। हजुर, आज रुटिन आउलासँग चाहिँ हेर्नु होला, वेबसाइट हेर्नु होला है। ए आजै आउँछ रुटिन सर? आज आउँछ होला। ए हुन्छ सर, धन्यवाद सर। ल, यो कल रेकर्ड पनि सुनिहाल्नु भयो है। अब त अवश्य ढुक्क भइहाल्नु भएको होला होइन कि 21 गतेबाट नै हुन्छ हाम्रो इक्जाम भनेर। रुटिन पनि आज मतलब साँझतिर सायद आउँछ। अहिलेसम्म त आएको छैन। अहिले चाहिँ दिउँसोको 1 बजिसकेछ भिडियो बनाउँदाखेरि, तर चाहिँ अहिलेसम्म आएको छैन। मैले चेक गरेको छु। त्यो चाहिँ वेबसाइटमा आउँछ। त्यो चाहिँ आउँदाखेरि इन्फर्म हुन्छ है। ल, अब तेस्रो प्रुफतिर लागौँ हामी। तेस्रो प्रुफ त हाम्रो एनइबी बोर्डको वेबसाइटमै त्यो एपिल गरेर चाहिँ आएको छ एउटा नोटिस, त्यो चाहिँ हेरौँ। राष्ट्रिय परीक्षा बोर्डले चाहिँ 2082 साल 1 महिना 9 गते मतलब हिजो चाहिँ हार्दिक अपिल भनेर एउटा चाहिँ अनुरोध चाहिँ त्यो व्यक्त गरेको छ। योमा लेखेका कुराहरू म चाहिँ पढेर सुनाउँदिनँ है, भिडियो अलि लामै भइहाल्यो, आफै पढ्नु होला। म चाहिँ स्क्रिनमा हेरेर सारांश भनिदिन्छु है। यसमा खासमा त केही छैन। त्यही 11 गतेबाट जुन इक्जाम हुन्थ्यो त्यसलाई 21 गतेबाट हुन्छ भनेर भनेको छ। मैले हाइलाइट पनि गरिदिएछु 21 गतेवालालाई है। त्यो ओरेन्ज कलरवाला होला हाइलाइट। यसमा के भनेको छ खासमा भन्दाखेरि 2082 साल वैशाख 11 गतेदेखि लिएर 24 गतेसम्म जुन माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को सञ्चालन हुने गरी परीक्षा समय तालिका निर्धारण गरिएको थियो, त्यो चाहिँ अब त्यो सरिहाल्यो डेट। त्यो चाहिँ विभिन्न कारणले गर्दा, त्यो हजुरलाई थाहै छ के कारण होला होइन। अनि चाहिँ 2082 साल 1 महिना 21 गते बिहान 8 बजेबाट चाहिँ यो इक्जाम फेरि स्टार्ट हुन्छ भनेर भन्नुभएको छ। अब चाहिँ यसको रुटिन कहिले आउँछ त्यो पनि भनेको छ तल। परीक्षाको समय तालिका मिति 2082 साल 1 महिना 10 गते मतलब जहिले यो भिडियो भन्दैछ त्यो गतेमै मतलब आजै 2082 साल 1 महिना 10 गते वैशाख 10 गते बोर्डको वेबसाइट https यो वाला वेबसाइट छ नि बोर्डको, त्योमा चाहिँ आउँछ है। त्यस मार्फत आउँछ, हेर्नु होला। आजै आउँछ, अब साँझसम्म आउँछ होला, त्यो हेर्नु होला। यही हो राष्ट्रिय परीक्षा बोर्डको यो भर्खरको सूचना। अब अहिलेसम्म कुनै सूचना जारी भएको छैन। तबसम्म ढुक्क हुनुहोस् कि 21 गतेबाट नै इक्जाम हुन्छ भनेर। तनाव त हुन्छ विद्यार्थीहरूलाई, यो इक्जाम भइ नै हाल्थ्यो भनेर राम्रो हुन्थ्यो होला, तर अब इक्जाम अगाडि सर्यो फेरि अगाडि। तर केही छैन, तयारीमा बस्नु न। अझ मतलब के फाइदा हुन्छ भन्दाखेरि 10 दिन त समय मिल्यो नि। अब चाहिँ जुन कुराहरू छुटेका थियो त्यो कुराहरूलाई खोजी समाती पढो है। अब त पढ्ने मौका नै पाउँदैन हामीहरू। त्यही भएर हामीहरूलाई अब रिभिजन गर्नु पर्यो है। जुन पढेका कुराहरू हल्ला मतलब सबैलाई रिभाइज गर्नु पर्यो है यतिकै समयमा। 9 दिन समय छ हामीहरूलाई, 9-10 दिन त्यहीमा। ल, आजको लागि यति नै। मिल्छौँ अर्को भिडियोमा। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।